नमस्ते, म अमृत सापकोटा क्लुज नापोका रोमानियादेखि नेप्लिज क्लुज सोसाइटीको तर्फबाट। तपाईँहरूले धेरै जिज्ञासा राख्नुभएको थियो रोमानियामा चाहिँ ड्राइभिङ लाइसेन्स कसरी निकाल्न सकिन्छ भनेर। अब म तपाईँहरूको लागि ड्राइभिङ लाइसेन्स कसरी निकाल्न सकिन्छ भन्ने विषयमा चाहिँ भिडियो बनाउन गइरहेको छु। तपाईँसँग नेपालको लाइसेन्स छ भने र यहाँ रोमानियामा चाहिँ लाइसेन्स निकाल्न चाहनुहुन्छ भने तपाईँको नेपालको लाइसेन्स हुनु र नहुनुमा चाहिँ कुनै अर्थ राख्दैन, किनभने नेपालको र रोमानियाको ड्राइभिङ यातायात सम्बन्धी सहकार्य केही पनि भएको छैन। त्यसैले गर्दा तपाईँहरू यहाँ जिरोबाटै सुरु गर्नुपर्दछ। सर्वप्रथम तपाईँहरूलाई कति खर्च लाग्छ भन्ने विषयमा चाहिँ म हजुरलाई जानकारी गराउन चाहन्छु। रोमानियामा बसोबास गर्दै हुनुहुन्छ र विभिन्न सिटीहरूमा बसोबास गर्दै हुनुहुन्छ, सिटी वाइज फरक फरक ल्याइ लाग्न सक्छ। जहाँसम्म मलाई लाग्दछ 3000 देखि 4000 लिसम्म खर्च आउन सक्दछ। तपाईँहरूले सर्वप्रथम प्रोसेस कसरी गर्ने भन्ने विषयमा पनि म हजुरहरूलाई बनाउन गइरहेको छु, किनभने पछि तपाईँहरूलाई लाइसेन्स निकाल्नको लागि चाहिँ अति आवश्यक पर्ने काम भनेको चाहिँ तपाईँसँग पासपोर्ट अति आवश्यकता हुनुपर्दछ र तपाईँहरूसँग टिआरसी पनि भ्यालिड भएको टिआरसी पनि हुनु अति आवश्यकता छ। यति भइसकेपछि तपाईँहरू स्कोला जुन चाहिँ रोडहरूमा देखिराख्नु भएको थियो, तपाईँले ड्राइभिङ स्कुल लेखेको एउटा स्कोला लेखेको गाडी चाहिँ रोडमा हिँडिराखेको हुन्छ, स्कुलमा ड्राइभिङ स्कुलमा गएर तपाईँहरू भर्ना हुनुपर्दछ। यति भर्ना भइसकेपछि त्यहाँ चाहिँ तपाईँहरूले गाडीलाई सिक्नको लागि प्र्याक्टिस पनि अति आवश्यकता पर्दछ। तपाईँले नेपालमा लाइसेन्स निकाल्नु भएको छ, नेपालमा गाडी पनि चलाउनु भएको थियो भने पनि यहाँ स्कुलमा भर्ना भएर मात्र लाइसेन्सको प्रोसेस अगाडि बढाउनु पर्दछ, जसले गर्दा तपाईँहरूलाई चाहिँ रोमानियाको लाइसेन्स निकाल्न अति सजिलो हुनेछ। यदि स्कुलमा भर्ना भइसकेपछि तपाईँहरूले त्यहाँ चाहिँ स्कुलमा गाडीको प्र्याक्टिस गर्नुहुनेछ, रोडमा प्र्याक्टिस गर्नुहुनेछ, चौरमा प्र्याक्टिस गर्नुहुनेछ। यति गरिसकेपछि तपाईँहरू चाहिँ आवेदन फारम जुन चाहिँ लाइसेन्स बनाउनको लागि चाहिँ यातायात विभागमा चाहिँ आवेदन फारम दिनुपर्दछ। तपाईँले त्यो स्वयं आफै भर्न पनि सक्नुहुनेछ र तपाईँले जुन स्कुलमा चाहिँ यातायातमा ड्राइभिङ सिक्नु भएको छ त्यही यातायातको सहकार्य गरेर पनि ड्राइभिङको लाइसेन्सको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ। यति दिइसकेपछि तपाईँहरूले चाहिँ लिखित दिनुपर्नेछ। लिखित दिइसकेपछि तपाईँहरूलाई चाहिँ 28वटा प्रश्न आउँदैछ र रोमानियाको सिटी वाइज फरक फरक हुनसक्छ। कतिपय सिटीहरूमा चाहिँ हामी गैर युरोपियन नागरिकहरूको लागि इङ्ग्लिसमा पनि भएको हुनेछ र रोमानियामा भाषामा पनि मात्र पनि भएको सिटीहरू पनि छ। अब तपाईँहरू चाहिँ त्यो आफ्नो सिटीमा बसोबास गर्दै हुनुहुन्छ भने त्यहाँ इङ्ग्लिसमा छ कि छैन भनेर बुझ्नु अति आवश्यकता छ। यति लिखित दिइसकेपछि तपाईँहरूले 28वटा क्वेसनमा 22वटा क्वेसन मिलाउनु भने तपाईँ पास आउट हुनुहुन्छ। यति गरिसकेपछि तपाईँहरूले चाहिँ अति आवश्यक पर्ने भनेको डकुमेन्ट भनेको चाहिँ तपाईँहरूलाई पासपोर्ट, भ्यालिड टिआरसी कार्ड, अनि मेडिकल रिपोर्ट र तपाईँहरूले जुन ड्राइभिङ स्कुलबाट चाहिँ सिक्नु भएको छ त्यो चाहिँ स्वत सिकिसकेपछि ड्राइभिङ लाइसेन्स निकाल्नको लागि उसले डकुमेन्ट चाहिँ स्कोला लेखेको चाहिँ जुन ड्राइभिङ स्कुल हुन्छ उसले पनि बनाइदिन्छ र उसँग सहकार्य गरेर गर्नुभयो भने चाहिँ तपाईँलाई एकदमै सजिलो हुनेछ। यति प्रोसेस गरिसकेपछि तपाईँहरू लिखित पास भएर रोड टेस्टको लागि चाहिँ तपाईँ बाहिर निस्किनु पर्नेछ। रोड टेस्ट गरेर तपाईँको पछाडि एउटा ट्राफिक प्रहरी बस्छ। बसिसकेपछि तपाईँहरूलाई चाहिँ उसले लेफ्ट जा, राइट जा, अनि टर्न हान, सोझो बाटोमा हिँड, जेब्रा क्रसिङमा कस्तो चलाउनुहुन्छ अनि सबै हेर्छ। अनि यति सबै पास भइसकेपछि तपाईँको हातमा चाहिँ लास्टमा राजस्व, रोमानियाको यातायात विभागमा तपाईँले राजस्व तिरिसकेपछि तपाईँको हातमा चाहिँ 15 देखि 30 दिनभित्रमा चाहिँ लाइसेन्स प्राप्त गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।